सम्पूर्णमा जो लापा है विशेष आज पनि एउटा सानो भिडियो विशेष आज चाहिँ हामी सिलगढी धमिलो पहाड हेर्न जाँदैछौँ के कस्तो हुन्छ जाँदा जाँदै अनि पिक्चर के कस्तो छ है तपाईहरुलाई पिक्चर हेरेर यसको रियाक्सन दिनेछु र हेर्दै गर्नुहोस् होला यस भिडियोलाई। सो हाम्रो धमिलो पहाड हेर्न जाने पार्टी चाहिँ हामी चाहिँ अहिले आइपुगेको छौँ हो। यहाँ पैसा निकाल्दैछ हाम्रो आज ग्रुपकोहरूले चाहिँ। सो फाइनली हामी चाहिँ आइपुगेको छौँ हो सिटी सेन्टरमा। यहाँ हाम्रो अरू पनि छ थुप्रै है आज पिक्चर हेर्नु आउनुहुनेहरू। सो फाइनली अहिले चाहिँ म सिटी सेन्टर आइपुगेको छु हो। र अब चाहिँ यहाँ धमिलो पहाड हेरिदिउँ भनेर आएको। यहाँ ग्रुपमा आउनुहुने साथीहरू पनि हुनुहुन्छ। यता हाम्रो सम्धी अहिले चाहिँ म सिटी सेन्टरभित्र आइसकेको छु हो। यहाँ हाम्रो ग्रुपै हुनुहुन्छ आज धमिलो पहाड हेर्नेहरू चाहिँ है। सो यहाँ हाम्रो टिकट काउन्टरमा टिकट काटाइ हुँदैछ है। मैले चाहिँ काटिसकेँ। एकछिन घुमेर चाहिँ धमिलो पहाड हेर्ने हो। हल्का सिटी सेन्टर घुमाइ हुँदैछ हो। सो धमिलो पहाडको इन्टरमिसन भइसकेको छ यहाँ चाहिँ है। इन्टरमिसनसम्म पिक्चर चाहिँ सो गाइस फिल्म पनि हेरिसक्यौँ है। सेकेन्ड पार्ट चाहिँ अति नै राम्रो रहेछ है। सेकेन्ड हाफ चाहिँ भनौँ आफ्टर इन्टरभल चाहिँ यदि तपाईँहरूलाई पनि हेर्ने इच्छा भए अवश्य आउनु होला है। यसमा धेरैवटा कहानीहरू लुकेको छ यो पिक्चरमा है। विशेष हाम्रो अहिले दार्जिलिङको मेन घोरे झ्याम्टेहरूले चाहिँ हेर्नुपर्ने खालको फिल्म रहेछ यो चाहिँ। शहीद कसरी भयो, आन्दोलन कस्तो थियो र अहिले के भइरहेको छ र हामी कसरी एकजुट हुने भन्ने विषयमा पनि धेरै गहन चिन्तन मनन गर्नुपर्ने रहेछ है यो फिल्म हेरेर चाहिँ। र हामी सम्पूर्ण फेरि एकजुट हुने एउटा जुन कथामा यो भनिएको छ है अवश्य पनि फेरि अन्तिममा एउटा डायलग छ है इङ्ग्लिसमा आई विल कम वान डे भनेर। सायद अवश्य त्यो दिन फेरि फर्किनु सक्ला है भन्दैछु। सो यहाँ हाम्रो धमिलो पहाड हेरेर निस्किएका हाम्रा ग्रुपका सदस्यहरू है। सो धमिलो पहाड पनि हेराइ भयो। 3299 राम्रै लाग्यो है पिक्चर। यदि तपाईँहरूलाई पनि हेर्ने इच्छा हो भने अवश्य आउनु होला है। राम्रो छ। नेपालीलाई एकजुट कसरी बनाउने भन्ने विषयमा पनि यो पिक्चरले दर्शाउनु खोजेको छ फेरि पनि है। अवश्य आउनु होला है त एकचोटि। सो हामी चाहिँ धमिलो पहाड हेरेर निस्किँदैछौँ है। कस्तो लाग्यो फिल्म? दामी लाग्यो। एक प्रकार राम्रो लाग्यो मलाई पनि है।
र यदि तपाईँहरूलाई पनि हेर्ने इच्छा भए चाहिँ अवश्य आउनुहोस् होला है। 86 सालमा के कस्तो घटनाहरू भएको थियो भन्ने यस फिल्मले दर्शाएको छ। अनि हामीलाई फेरि एक सूत्रमा बाँधिने एउटा मेसेज पनि छोडेको छ यो फिल्मले चाहिँ। र अवश्य आउनुहोस् होला हेर्नु है। ल हामी चाहिँ निस्किँदैछौँ है सिटी सेन्टरबाट। सो हामी चाहिँ भर्खर धमिलो पाहाड हेरेर निस्केको है। यता जोइन हुनुहुन्छ। तपाईँलाई कस्तो लाग्यो आजको यो जुन हामीले फिल्म हेरेको थियौँ धमिलो पाहाड? धेरै धेरै धन्यवाद सोध्नु भएकोमा धेरै धेरै धन्यवाद है। र धमिलो पाहाड एउटा हाम्रो 86को जुन आन्दोलन थियो है 1986को जुन गोर्खाल्यान्ड मुभमेन्टहरू थियो त्यसलाई चाहिँ एउटा चित्रमा एउटा विगत चित्रबाट हामीले देख्न पायौँ है। खुसी लाग्यो, आनन्द पनि लाग्यो। त्यो अतीतकै क्षणहरू एकपल्ट फेरि हामीले एउटा याद तालो बनाएकोमा। अनि यो फिल्म हेर्दा चाहिँ मलाई चाहिँ के अनुभव भयो भन्दा चाहिँ सायद तपाईँ हामी पनि त्यो स्टेजमा नै अलिअलि चाहिँ गुज्रेको रहेछौँ जहाँ चाहिँ यहाँ दुईजना नानीहरूलाई चाहिँ पाइपको गाडी खेलेको जुन सिन देखाइएको छ। सायद हामी त्यही उमेरको थियौँ होला यो फिल्म जुन फिल्ममा देखाएको छ। हामी यो फिल्ममा जुन कहानी घटेको थियो त्यति बेला है सायद हामी त्यही रिङ गाडी खेल्ने अवस्थामा थियौँ होला कि के भन्नुहुन्छ? एकदम है ल हुन्छ धन्यवाद। सो गाइज हामी चाहिँ अब दिउँसोको खाना खान लागेको यहाँ है। खाना चाहिँ अर्डर भइसकेको छ। अब खानासाना खाएर चाहिँ घर लाग्ने हो। यो चाहिँ ट्याक्कै कहाँ हो भने सो यो चाहिँ नर्थ इस्ट श्रद्धा राइस होटल भन्छ है। यो चाहिँ पेट्रोल पम्पको केही माथि छ। यहाँ चाहिँ एकदमै घरेलु खाना पाइन्छ है। सो फाइनली गाइस यहाँ गाडी धुरा घाटमा आएर चाहिँ केही सौदाहरू गरियो है। सो आजको भिडियो चाहिँ यति नै। सी यू अगेन। तपाईँहरूलाई फेरि अर्को भिडियोमा भेट्ने छु है त। बाई बाई।